हेलो नमस्ते वेलकम माई च्यानल माई मुड लेट्स कुक तेल तातो भइसक्यो चप गार्लिक हाल्ने चप गार्लिक हालिसके पछाडि यसलाई हल्का ब्राउन हुन दिने त्यस पछाडिबाट अनियन हाल्ने र अनियन हालिसके पछाडि यसलाई पनि ब्राउन हुन दिने र मैले यसमा ग्रिन चिली हाल्दैछु र ग्रिन चिली पनि हालेँ र यसलाई दुवैलाई मिक्स गर्ने राम्रोसँग मिक्स 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 तेलमा मजाले फ्राई हुन दिने रातो रातो हुन दिने हाम्रो दिनभरिको थकान मेटाउने यही चलाउँदै चलाउँदै र यसमा मैले 1 चम्चा चिनी हाल्छु 1 चम्चा चिनी त्यस पछाडिबाट क्यारोट अनि गोलभेडा धेरै मन पर्दैन थोरै गोलभेडा र नुन स्वादअनुसार र मैले 1 घन्टा भिजाइराखेको रातो दाल र चामल हो यो यसलाई पनि हालेँ र मिक्स 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 राम्रोसँग मिक्स गर्ने कतै पनि ठाउँ खाली नराख्ने मिक्स 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 1 टेबलस्पुन सोया सस त्यस पछाडिबाट 1 टेबलस्पुन लेमन र यसलाई पनि मिक्स 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 गरेपछि चाहिँ मैले यसलाई राइस कुकरमा सिफ्ट गर्दैछु हजुरहरूसँग कुकर छ भने कुकरमा सिफ्ट गर्नु यो मैले 2 कपै चामल हालेको थियो त्यही भएर 2 कप पानी मिक्स मिक्स गर्ने र अब यसलाई पाक्न दिने ल यो हाम्रो रेडी भयो हेल्दी राइस विथ योगर्ट अनि इस्कुसको तरकारी